हेलो एभ्रिवान, आज चाहिँ म हजुरहरूलाई केही मेरो पर्सनल कुराहरू चाहिँ सेयर गर्न गइरहेको छु। हजुरहरू चाहिँ सपिङ गर्दाखेरि अनलाइन गर्नुहुन्छ कि स्टोरमै गएर भिजिट गर्नुहुन्छ, के चाहिँ प्रिफर गर्नुहुन्छ? म चाहिँ सपिङ गर्दा चाहिँ अनलाइन गर्दा चाहिँ बेटर लाग्छ मलाई चाहिँ। अनि मैले चाहिँ आज सानो केही सपिङ गरेको थिएँ अनलाइनबाट होइन। मलाई चाहिँ सपिङ गर्दाखेरि चाहिँ चिपेस्ट र छिटो अनि कुन लाग्छ भन्दा चाहिँ सिन लाग्छ होइन। सिनबाट चाहिँ मैले गरेको, म चाहिँ एकदम हजुरहरूलाई देखाउन चाहिँ एक्साइटेड छु, हेर्नु होला है त। अनि एउटा कुरा चाहिँ म केटी मान्छे भएको भएर होला होइन, मलाई चाहिँ ब्रान्डेड लाउनै मन नलाग्ने त होइन कहिलेकाहीँ चाहिँ ब्रान्डेड लगाउँदा पनि हुन्छ, तर ब्रान्डेड सधैँ लगाउन सकिँदैन नि त। त्यही भएर चाहिँ ब्रान्डेड भन्दा चाहिँ धेरै कपडाहरू चेन्ज गर्न चाहिँ मलाई मनपर्छ होइन। यो चाहिँ मेरो रह्यो सिनको सपिङ। हजुरहरूले सोच्नुहुन्छ होला प्रतिमाको पैसा कहाँ गयो के गर्यो भनेर, तर मेरो सबै पैसा चाहिँ सिनले नै हान्छ होला मोस्टली होइन। अनि त्यहाँबाट चाहिँ के भन्छ, म हजुरहरूलाई चाहिँ 1 बाई 1 गरेर देखाउनेवाला छु है। यो चाहिँ केटी मान्छे हुनुहुन्छ भने चाहिँ सायद सबैलाई थाहा होला होइन। इनकेस हामी कुनै ठाउँमा चाहिँ ट्राभल गर्न जाँदैछौँ होइन, हामीसँग चाहिँ ठुलो ब्यागहरू एड नगरेको केसमा, ह्यान्ड क्यारीमा एड गरेको केसमा चाहिँ हामीले चाहिँ कति एमएल भन्दा चाहिँ बढी चाहिँ हामीले ट्राभल गर्दाखेरि चाहिँ पिक गर्न पाउँदैनौँ। त्यही भएको कारणले गर्दा चाहिँ यसमा चाहिँ हामीले लिमिटेड आफूलाई कति चाहिन्छ, कति युज हुन्छ त्यो चाहिँ हालेर लिएर जान सकिन्छ। फर इक्जाम्पल स्याम्पू, कन्डिसनरहरू भएको केसमा चाहिँ अब क्रिमहरू हरेक कुरा चाहिँ यसमा हालेर चाहिँ आफूले लिएर गएर युज गर्न चाहिँ एकदम बेटर हुन्छ। त्यही भएर चाहिँ यो ट्राभलको लागि चाहिँ एकदम पर्फेक्ट हुन्छ। अनि यो चाहिँ मेरो फोन कभर भयो। मैले यो चाहिँ पहिला पनि युज गरेको थिएँ, मलाई चाहिँ एकदमै मन पर्यो। यो चाहिँ मेरो थर्ड टाइम युज गर्नलाई। हजुरले इनकेस कुनै ठाउँमा चाहिँ यसरी अब फोन लिएर हिँड्न गर्दा चाहिँ एकदम बेटर हुन्छ कि यो चाहिँ हजुरले आफूलाई जहाँ बेटर लाग्छ त्यहाँ एट्याच गर्न सक्नुहुन्छ है। यो चाहिँ ब्लेन्डर प्लस ब्रस भयो होइन। ब्लेन्डर चाहिँ एकदम कस्तो राम्रो रहेछ यो होइन, अनि प्लस ब्रस दुइटै एउटैले काम गर्ने भयो त्यो चाहिँ यो। त्यही भएर यो चाहिँ अर्को चाहिँ यो रहेको छ, यो चाहिँ फेस मसाज गर्न चाहिँ एकदम पर्फेक्ट हुन्छ है। हजुरहरूले चाहिँ ट्राई गर्न सक्नुहुन्छ। अनि यो चाहिँ हजुरको चाहिँ यो गुवासा गर्न चाहिँ एकदम सजिलो हुन्छ। यो चाहिँ अहिलेको भाइरल प्रडक्ट हो यो चाहिँ। यो चाहिँ खास मैले ब्लेन्डर राख्नको लागि चाहिँ अर्डर गरेको थिएँ। अब यहाँभित्र चाहिँ अब कहिलेकाहीँ चिसो हुन्छ, त्यस्तो भएको केसमा चाहिँ ब्लेन्डर यहाँभित्र राख्यो भने चाहिँ ड्राई पनि हुन्छ। प्लस अर्को पनि फाइदा रहेछ कि योबाट चाहिँ हजुरको एग राखेर चाहिँ हामी कतै ट्राभल गर्दैछौँ भने चाहिँ एग राख्दा पनि पर्फेक्ट नै हुने रहेछ है। इनकेस हजुरहरूको चाहिँ बच्चाहरू हुनुहुन्छ भने चाहिँ बच्चालाई चाहिँ टिफिन प्याक गरेर पठाउँदा चाहिँ यो पनि बेटर हुने रहेछ। यो दुइटा चाहिँ इयरिङ भयो होइन। यो इयरिङ देख्न सक्नुहुन्छ, क्युटी पाइ छ है। दुईवटा इयरिङ चाहिँ अर्डर गरेको थिएँ। त्यस पछाडि चाहिँ यो चाहिँ हाम्रो चाहिँ हजुरहरूले फेस प्याक लगाउँदा चाहिँ यो ब्रस चाहिँ युज गर्न सक्नुहुन्छ। यो चाहिँ कस्तो राम्रो लागेर मैले अर्डर गरेको है। अनि यो चाहिँ हजुरको इयरको लागि चाहिँ काम हुन्छ। इनकेस हजुरको चाहिँ बेबी इयर छ भने चाहिँ यसले चाहिँ बेबी इयरलाई चाहिँ सेट गर्न चाहिँ काम गर्छ होइन। यस्तो लगाउने बेबी इयर चाहिँ मजाले कस्तो राम्रोसँग सेट गर्छ। मैले युज गरिसकेँ, एकचोटि युज गरेर नै रिभ्यू दिएको है यसको चाहिँ। त्यस पछाडि आयो यो चाहिँ ब्लस। यो ब्लस चाहिँ अहिले सबैको फेभरेट होला कि, सबैको फेभरेट होला है। मेरो त यो चाहिँ मेरो चाहिँ 5th टाइम हो क्या यो जुन यस्तो गरेर। हजुरको चाहिँ यसको रिजल्ट चाहिँ यस्तो आउँछ है। हजुर अहिले मैले देखाएको यो मेकअप प्रडक्टहरू चाहिँ सबै सिग्ल्यामको हो। यो चाहिँ यो लिप ग्लस हो होइन। हजुरको चाहिँ लगाउँदाखेरि राम्रो हुन्छ। यो चाहिँ मेरो 2nd टाइम हो, राम्रो छ है यो पनि। यो पनि सिग्ल्यामकै प्राइमर हो। यो पनि एकदम राम्रो छ है। मैले 1-2चोटि मात्र युज गरेको छु। त्यस पछाडि रह्यो यो चाहिँ हजुरको मेकअप स्प्रे होइन। लास्टमा चाहिँ मेकअप सकेपछि चाहिँ यसरी स्प्रे गर्न मिल्छ। त्यस पछाडि हजुरको चाहिँ यो लुज पाउडर छ नि, कस्तो राम्रो छ। तर यो चाहिँ एकदम टाइट छ, अहिले मैले खोल्न सकिनँ। यो चाहिँ नेक्स्ट भयो, यो चाहिँ ग्लिटर हो होइन। ग्लिटर अब हजुरलाई चाहिँ कता लगाउँदा मन पर्छ त्यही अनुसारको चाहिँ लगाउँदा हुन्छ। मोस्टली चाहिँ आइलाइनर जसरी लगाउँदा पनि भयो, साइडमा अब आफ्नो इच्छा अनुसार चाहिँ लगाउन सकिन्छ होइन। त्यस पछाडि रह्यो यो चाहिँ अहिलेको भाइरल हो। मैले पनि टिकटकमा देखेर अर्डर गरेँ हो। यो चाहिँ हजुरले एकछिन यसरी लगाउने, यो सुके पछाडि चाहिँ यो जब ड्राई भएर सुक्छ नि, सुकेपछि चाहिँ यो निस्किन्छ। अनि त्यहाँबाट बल्ल हजुरको कलर चाहिँ आउँछ है। यो चाहिँ पछि पाप्रा उक्किन्छ। अनि त्यहाँबाट चाहिँ यो चाहिँ यस्तो छ, राम्रो छ, धेरै लङ टाइम चाहिँ यो बस्छ। त्यस पछाडि यो चाहिँ बस हो। यो चाहिँ मलाई त्यस्तो राम्रो त लागेन, यसको कलर चाहिँ खासै राम्रो होइन। आधा मात्रै लाग्यो, कार्टुन नै देखियो क्या हो।
यसको काम चाहिँ यस्तो गर्न चाहिँ यसले हेल्प गर्छ। मैले चाहिँ यो भिडियो चाहिँ अलिकति लामो होला जस्तो लाग्यो। यो चाहिँ मेरो मेकअपको मात्रै भयो। मैले अर्को कपडाहरू पनि अर्डर गरेको छु, त्यो चाहिँ हजुरहरूलाई नेक्स्ट ब्लगमा देखाउँछु, हेर्नु होला है। एउटै भिडियोमा लामो भयो भने चाहिँ कसैले हेर्दैन नि त, त्यही भएर म कपडाहरू चाहिँ नेक्स्ट ब्लगमा हाल्छु है। बाई बाई।